हजुरहरूले हेर्न सक्नुहुन्छ यो चाहिँ झापा कन्काई नगरपालिका 5 सुरुङ्गाको अवस्था हो। यो राम मन्दिर नजिकै यहाँ चाहिँ थोरै तोरीहरू सागसब्जीहरू अलिअलि लगाइएको थियो भने चाहिँ पानीले चाहिँ पछारेर एकदमै तहस नहस गरेको अवस्था। त्यसैले धानबारीहरू पनि एकदमै धानहरू लडाइदिरहेको अवस्था छ। झापा कन्काई नगरपालिका 5 मा चाहिँ एकदमै नै वर्षा भइरहेको छ। आज यो बिहानको मौसम र हिजो साँझदेखि नै पानी हिजो रातिदेखि नै परिरहेको थियो, तर यति धेरै पर्ला जस्तो चाहिँ लागेको थिएन। तर आजको मौसम यसरी निहाल्दा पनि एकदमै पानी पर्ने अवस्था हामीले हेर्दा पनि देखिराख्न, तपाईहरुले पनि देख्न सक्नुहुन्छ। र हामीलाई चाहिँ एकदमै गम्भीर अवस्था छ, किनभने झापामा चाहिँ यति बेला धान पाक्ने मौसम हो। यति बेला धान पाक्ने सिजनमा चाहिँ हामीलाई एकदमै पानी परेर चाहिँ गाह्रो बनिरहेको छ। अब कतिपय धानहरू चाहिँ पाकिरहेको अवस्था हेर्न सक्नुहुन्छ, कति लडिरहेको छ धान एकदमै हैन। अनि भने आज चाहिँ धेरै बिहानैदेखि नै मौसम चाहिँ यस्तो रहेको छ र यो मौसमले चाहिँ हामीलाई चाहिँ धेरै च्यालेन्ज गरेको छ। र अहिले चाहिँ बोट बिरुवाहरू देख्न सक्नुहुन्छ, उज्यालो त छ तर सबै नै धानहरूलाई चाहिँ लडाइदिएकोले गर्दा एकदमै हामी चाहिँ नर्भस छौँ र भगवानप्रति आस्था विश्वास राख्दै छौँ, अझै पनि राखिरहेका छौँ। किनकि हामीलाई मौसमले असारमा साथ दिएन। असारमा पानी पर्ने बेलामा जब मौसम यतिखेर बाली उठाउने बेलामा चाहिँ यस्तो भइरहेको छ। हेर्न सक्नुहुन्छ तपाईहरुले, धेरै पानी परिरहेको छ। अझै पनि पानी रोकिने चाहिँ कुनै चान्स नभएको अवस्था झापा सुरुङ्गा कन्काई नगरपालिका 5 को अवस्था हो यो।